भूपेन्द्र, अब तँलाई मबाट कसैले बचाउन सक्दैन। तँसँग दम छ भने आइज तर सिंगल लडम। सक्छस् न? हेर्नुहोस् सुकुमायाज्यू, मलाई एकचोटिलाई माफ गरिदिनुहोस्। तपाईमा जस्तो शक्तिशाली महिलासँग म कसरी लड्न सक्छु? होइन, भूपेन्द्रको सम्पत्ति कसरी रोका भयो? कतै यो सब काम भुन्टीको त होइन? हामीहरू भुन्टीसँग लड्न सक्दैनौँ। अब हामीहरू भाग्नुपर्छ। साथीहरू, भुन्डी बाघ 317 को अन्त्यले दर्शकलाई एकदमै ठुलो झट्का दिएको छ। भूपेन्द्रको सम्पूर्ण सम्पत्ति रोक्का भएपछि अहिले सबैभन्दा ठुलो प्रश्न के छ भन्दा आखिर सुकुमायाले यस्तो कदम किन चालेकी होलिन्? पहिला सुकुमाया केवल भुन्डीको मितिनी मात्र थिइन्, तर अहिले भने उनी भूपेन्द्रको परिवारको लागि सबैभन्दा ठुलो खतरा बनेर अगाडि अडिएकी छिन्। श्रिया र उनका श्रीमती त अचम्ममा परिसकेका छन्, किनभने यसरी भूपेन्द्रको सम्पत्ति रोक्का कसरी भयो होला भनेर। आजको भिडियोमा हामीहरू भुन्टी भाग 318 मा के हुन सक्छ, सुकुमायाले कसरी बदला लिन सक्लिन् र कथाले कस्तो मोड लिन सक्छ भन्ने विषयमा पुरा डिटेलमा कुरा गर्नेछौँ। त्यसैले यस भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। अब भुन्टी भाग 318 मा सबैभन्दा दमदार कुरा भनेको सुकुमायाको आत्मविश्वास हुन सक्छ, किनभने सुकुमायाले पहिलेदेखि नै भुन्टीलाई साथ सपोर्ट दिइरहन्थिन्। भुन्टीले आफ्नो जीवनमा भोगेको पीडा, अपमान र अन्याय सबै कुरा सुकुमायालाई थाहा थियो। त्यसैले अब उनले केवल हेरेर बस्ने निर्णय गरेकी छैनन्, उनी भुन्टीको लागि खम्बा बनेर उत्रिएकी छिन्। भुन्टीलाई दुःख दिइरहने भूपेन्द्र अहिले पहिलो पटक सुकुमायाको कारणले डराएको छ, किनभने पैसा र शक्ति उसको ठुलो हतियार थियो। तर अहिले त्यही सम्पत्ति रोक्का भएपछि भूपेन्द्र कमजोर बन्न थालेको छ। अब सुकुमायाले भूपेन्द्रको सम्पत्ति रोक्का गरेर उनले भूपेन्द्रलाई कानुनी कारबाही पनि अपनाउन सक्छिन्। पहिला भुन्टीलाई दिएको दुःखको सट्टा अहिले भूपेन्द्रको पाप धुरीबाट कराइरहेको छ। अब साथीहरू, तपाईहरूलाई के लाग्छ? के सुकुमायाले अब भूपेन्द्रसँग पूर्ण रूपमा बदला लिन सक्लिन्? तपाईको आफ्नो विचार कमेन्टमा लेख्नुहोला। साथै यसै गरी भुन्टी सिरियलको हरेक नयाँ एपिसोडको रिभ्यू समीक्षा हेर्नको लागि यस निश्चल क्रिएसन च्यानललाई सब्स्क्राइब गर्नुहोला। यदि यो भिडियो मन परेको भए लाइक र सेयर पनि गरिदिनु होला। धन्यवाद।